छौ गएर बुर्बकहरु मूर्खहरु यो रियालिटी हो नि त अरूलाई यसरी अब उहाँको एज अनुसार रेस्पेक्ट गर्न पाइयो फेरि मेरो भोइस लएर जान्न पर्यो त्यसले हालिया छ र तिमीले इन्जोय गर्न पाछौ त्यसले आफ्नै थोपडाले आफ्नै भोइसले तिमीलाई इन्जोय देउस् त बुर्बकहरु त्यति बुद्धि छैन तिमीहरुको त्यति दिमाग छैन के सिक्यौ तिमीहरुले जिन्दगी के पढ्यौ तिमीहरुले पाठ त्यति तिमीहरुको अक्कल छैन भगवानले त्यति अक्कल 250 ग्रामको गिदी हुन्छ त्यसलाई इस्तेमाल गराउन मेरो भोइस लएर पो त्यो भाइरल भएको छ गर त्यसको खोपी छ एक्लै चाहिने भाइरल हुने भन्नुस् त तपाईहरुले म 1 महिना नआम त कसरी सुक्छ हेर्नुस् त बागलुङे 1 महिना म टिकटकमा के नआम तिम्रो बागलुङेको के हेर्छौ तिमीहरुले त्यसले उहाँ कम्पनी तिनी फलाम पेलेको हेर्छौ गएर के हेर्छौ तिमीहरुले यहाँ त माइला दाइको आवाज निक्लिया छ र पो बागलुङेले हालेर चाहिन्न पर्यो लोइनो गाईको दुध दोहेर खाछ त्यसले सुनो अन्डा दिने मुर्गालाई चाहिँ सधैँ चाहिन्न पर्यो हिफाजत गर्न पर्छ के म भनेको सुनको मुर्गा हुँ बागलुङेको लागि बुझ्नुभयो त्यसलाई सधैँ हिफाजत गर्न पर्छ त्यो मुर्गा बिना त्यसको काम छैन त्यो दरिद्र हुन्छ याद राख्नुस् मेरो बिना बागलुङे जिरो जिरो बुझ्यौ जिरो त्यही भएर तिमीले ठुला कुरा यहाँ कसैले पनि नगरे हुन्छ आएर बुझ्यौ म बिना बागलुङे जिरो हो तिमीले केही पनि चाहिँ बागलुङेको तिमीले हेर्न पाउन्नौ उसको कुनै पनि क्यापेसिटी छैन तिमीलाई रमाइलो गराउने उसको कुनै पनि चाहिँ एउटा कन्टेन्ट छैन तिमीलाई रमाइलो गराउने त्यो रमाइलो कहाँबाट आछ भने माइलो दाइलाई उडाएर माइलो दाइलाई अपमान गरेर माइलो दाइलाई इन्सल्ट गरेर माइलो दाइलाई बेइज्जती गरेर माइलो दाइको भोइस चोरेर बुझ्यौ स्वाभिमानी नेपाली बनाउन साले हो अन्न खान्छौ चाहिने पर एक मानो घिच्छौ तिमीहरुको दिमागमा गोबर भरिया छ माइलो दाइले भनौ भन्छौ फेरि थ्याङ्क यू सो मच एक भयो अब एउटा